भइसक्यो भाइ तपाईँले प्रगति गर्नुहुन्छ हाम्रो अस्ति नयाँ सिरियल गरे तपाईँ हाम्रो मूल घरको सुटिङमा छौँ हामी अहिले चिया खाइरहेको छौँ भर्खर सिरियस यो क्यारेक्टर रेडी भयो अनि त्यसपछि हुँदैछ अब सुरु हैन सुटिङको आज जाँदैछ दाइ सूर्य दाइलाई पैसा कति झर्छ यहाँ दिनु पर्यो नि त टक्क यहाँ प्रमाण सहित त्यही भन्दैछु त म म्युजिक भिडियो त हजार 500 हाल्छु न नि त्यो त अब सुरुवाती भएर हो नि त अब सुरुमा चाहिँ हो पछि पछि त अलिकति कलाकार जम्मा 10 7,000 7,000 त अब दिदाले लिने कुरा भएन यो पैसा ब्याङ्क यो बुझे थाहा हुन्छ होइन माथि आँख मात्रै हुन्छ दाइले भने के हो त्यही त्यस्तो हाम्रो थोरै तल जानुपर्छ के दिदी अलिकति हो त्यही ल त फर्किनु हामी त भएन राखेको हो त्यो आउँछ हात देख्यो अनि त्यहाँनिर हो त्यो देख्यो ल के ल छिर्नु उता छिर्नु न छिर्नु उता साइडतिर बत्ती बाले जस्तो गर्नु बत्ती बाल्यो है तिमी बोल नत्र म बोल्दिन रोलिङ एक्सन बाहिर भने झिलिमिली उज्यालो छ जुनको अनि यति राम्रै मान्छे चाहिँ यहाँ अँध्यारोमा बसिरहेको छ तिमीलाई के थाहा हुन्छ यो अँध्यारोमा त्यो उज्यालोको कल्पना गर्नुको आएको थाहा छैन तिमीलाई थाहा छ सबै ल यो खिर खाऊ ए यति राति यो खिर कि बोकेर किन आएको होइन आमाले धेरै नै ज्यान दुख्यो भनेर अखतिहरू हालेर बनाएको रहेछन् अनि मलाई खाना दिएकी थिइन् तिमीलाई मनपर्छ भनेर ल्याइदिएको ल खाऊ गमगमै खाइहाल म गइहाल्छु छिटो
ओके पुलिस म जान्छु रोलिङ एक्सन कहाँ हुनु तिम्रो काखमा नि कसम मलाई तिम्रो काख आमाको काख भन्दा पनि प्यारो लाग्छ गफाडी मलाई त के लाग्छ थाहा छ तिम्रा यी गफेले तिमीले त गाउँभरिका दर्जनौँ केटीहरूलाई पटाउँछौ जस्तै लाग्छ तर मेरो दुर्भाग्य म चाहिँ तिमीमै अल्झिरहेको छु आम्मा भनेपछि तिमीलाई मसँग अल्झेकोमा पछुतो छ अरे मेरो मतलब त्यो होइन कि मतलब के हो त मतलब के हो मेरो टोपी। के हो मतलब आम्मा, मलाई त- तिमीलाई त- के छ? रोलिङ एक्सन लौ होइन ठुले छाया अहिलेसम्म उठेको छैन यति बेला भइसक्यो दैलो चुलो केही पोत्या छैन त बुहारी मान्छे भएर यसरी लत्तो छाडा त राम्रो होइन नि सधैँ बुहारले मात्रै गर्नुपर्छ भन्ने छैन आमा तपाईँ पनि त डरै हुनुहुन्छ नानी पनि छे सधैँ बुहारले मात्रै पोतिदिनु पर्ने तपाईँहरूले पोते पनि त पोतिन्छ होला यो घर एका बिहानै तमाथि के चढ्यो हँ के तरिकाले बोलेको तैँले आमासँग एकै रातमा स्वास्नीको भाषा टिपिस गर सजाएको थियो त्यो यही कुरो अघि नै भन्दा पनि त हुन्थ्यो नि ल दाइ चिया खान आउनु हजुर के भयो आउनु आमा चिया खान धेरै दाइला सोध के भएको हो रोलिङ एक्सन ल कट साइलेन्ट रोलिङ एक्सन खै खै त बेमानी गरी छैन त तँलाई यत्रो विश्वास गरेको मैले यही हो त हँ? तँलाई विश्वास गर्छु। सुन ल, आज आधा माना पुग्दैन भोलि एक माना पुग्दैन पर्सि 2 माना पुग्दैन यस्ता खर्च हजुर मैले त ल्याएको हजुर बेइमान कसरी भयो तँलाई विश्वास गरेको त्यही हो त्यही हो हँ? तँलाई रोलिङ लियो एक्सन रोलिङ हामी एकअर्काको मायाबाट टाढा बसौँ सक्नुहुन्छ तपाईँ कोसिस गर्छु कोसिस गर्छु कोसिस गर्छु कता कोसिस गर्छु तर म सक्दिनँ के म सक्दिनँ म कसरी भन्न सक्नुहुन्छ कोसिस गर्छु ओके
हाम्रो यो किचन के छ भाइ ठिक छ नि यहाँको मूल घर सुटिङमा आज के रमाइलो भइरहेको त्यस्तो छ कहिले काहीँ किचन हाम्रो आमाले यहाँ मासु पकाइराख्नु भएको छ भलक बब कि भलक नरिसाइकन प्यार से बनाउनु है खाने हामीले पनि त डिएस मिडिया हेर्नु है थ्याङ्क यू मूल घरकी छुच्ची बुहारी यसमा पनि त गाली खान थालिसक्नुभयो यसमा नि खोल्ले भात खानु पर्यो हाम्रो भात खाने कार्यक्रम छ सुरु हुँदैछ अब यो घरमा हाम्रो घर मेन गरेको दाइले यहाँ बराल्दैछन् खै यहाँ बोका ए उहाँ चाहिँ हाम्रो बोका बोका आदरणीय ग्राहक महानुभावहरू रमाइलो भइरहेको रमाइलो भएछ दीपक राजको घर कुन कहाँको हो उयो यहाँनिरको हजुर हो यो जस्ताको हजुर यो दीपक राजगिरीको घर यो है पुरानो घर होला होइन हजुर अहिले नयाँ घर ए नजिकै छिमेकी पर्दो रहेछ नि त दीपक राजगिरी हामी त दाजुभाइ हो नि त अनि दीपक राजगिरीको ठुल्ड्याडी दाजुभाइ यो रहेछ है घर यो ए भनेपछि अनि छक्का पन्जा फिल्महरूमा त टिकट त फ्रीमा आउँछ होला त है ल रोलिङ ओके ठिक छ यो चार्जिङ भयो रोलिङ एक्सन आऊ आमा हेर्यो बाउ सक झ्याप्प बाउमा के छ दीप ल एउटै रोलिङ एक्सन अब बुवाको त्यस्तो अवस्था बनाउने मान्छेलाई खोजेर उसलाई सजाय दिएर हामी परिवार एकजुट भएर यो समाजको अगाडि ठाडो बनाएर हिँड्ने बेलामा तिमीले यस्तो कुरा गर्ने हेर बुहारी भनेको त घर सिँगार्ने हो घर बिगार्ने होइन त्यसैले यस्तो कुरा नगर म आमा र बहिनीलाई छुट ओके यस्तो कुरा नगर त्यहाँबाट जाऊ बोका हेर्नुहोस् न बोका आमा बोका बोका मिले है दुईटा बोका दुईटा कत्रो हो आमा मामा हाम्रो चाहिँ सिन सक्यो अब
ड्रेस चेन्ज गरेर कुदिहाल्नु। हाम्रो मूल घरको लोकेसन चाहिँ यही नै हो। घर यता अर्को छ। हाम्रो सुटिङ गर्ने लोकेसन चाहिँ यही हो है। मेरो चाहिँ सुटिङ सकेर म चाहिँ हिँडेको बाइक अलिक तल छ। अनि आज अलिक छिटै सबै एक दिनको बाटो थियो आज दिदीको भोलि मिराको सुटिङमा। अब फेरि एक हप्तापछि आइन्छ होला। घर लोकेसन घर हो पनि युज हुन्छ। है यहाँ बाटो बिग्रेर बाइक नै ल्याउन पाइएन। यहाँ चाहिँ बाटो बन्दैछ, लगभग ढलान हुँदैछ होला सायद, त्यही भएर बाइक तलै राख्यो।